मेरो बुवा र आमाको 84 वर्षको पुताको लागि रेडी भइरहेको छ सबै सामग्रीहरू सबै कामहरू भइरहेको छ म चाहिँ अब सबै काम गरिबसेको छु माला सबै हिजो मिसाक्यौँ अनि फुलसुल सबै रेडी भइसक्यो मण्डप सन्दप सबै रेडी भइसक्यो म चाहिँ अब एकछिनमा चाहिँ मेकअपको सेप गरेर राम्ररी भएर लुगा लाउँछु अनि त्यसपछि हामीले सबै कुरा देखाउँछु अनि आज दिनैभरि र रातभरि भएको सबै कुराहरू सो स्टे ट्युन विथ मी बाइ आँखा नाक मुख सबै फेरि आवाज नै आउने हो कि आउने हो त्यो राखो जाऊ तपाईँ घर कहाँ हो भनेर सोध्यो मेरो घर फर्क धनबहादुर चिन्नुहुन्छ भने किन चाहिँ धनबहादुर भने अनि म उसको पुग्नु वाइफाई स्किप गर्ने रे त्यो छ के रे मम्मी सब अरूको फर्क छ कि एउटाले बिदाको लागि खाइदा पटल पनि खरा उठाएको कस्तो लाग्यो यो राम्रो छ चौरासी पूजाको लागि रेडी गरेको बोझे त बोझे भएन मम्मीले गर्न पानी लगाइसक्यो हेलो भन्दै हेलो भन्दै हेलो ए कान्छा यो किडनी ठिक हुन्छ बाबु ल अब त्यो तयार भएको एउटा भाँडा राखे टक अनि सिकारू त हो किडनी ल्याउनु पर्यो गम राख आयो कम दिया भाई मान्छे म माथिबाट खिच्छु है छन् न
आउनु हजुर आइसुन जाम आमा आउनु अगाडि अगाडि हिँड्नु बुवा पनि सँगै आएर हुन्थ्यो नि त हामी कता गइसु त तपाईँ यतापट्टि बस्ने तपाईँ उतापट्टि बस्नु अरे क्या चम्चा भन्नुपर्ने चम्चा दिनुहोस् त चम्चा पञ्चायतको आमालाई अब अरू नि खानुहोस् पञ्चको खानुहोस् एकैचोटि अब अरू चाहिँ यहाँ को मिल्नु चाहिँ खाँदिएर टक्क भयो सबैले हातमा धुनु पर्छ भने दुनु दिएको हातमा राखेको त्यहाँ हटाएर खाँदिएर बस्नुपर्छ है अब यो डालो निकालौँ न अब ऊ एकजना त्यहाँ अड्छ एकजना त्यहाँ खाँदिएर बस्नुपर्छ दुईजना अड्छ अलिक पछाडि सारे हुन्छ नि एकछिन पूर्णिमा बस्नु त्यसपछि उठ्छ के एउटा पर्न पात्र यता दिनु त रेडी भइसक्यो किन स्याहार्नु पर्यो भइहाल्यो त लाएर सबैले पानी आचरण गर्नु पर्यो ओम अच्युताय नमः ओम केशवाय नमः ओम नारायणाय नमः त होइन अर्को गिलासमा ओम अच्युताय नमः ओम केशवाय बुवा 3 पटक आफ्नो गायत्री जप्नुहोस् मनमा गायत्री लिनु खाता पर्ने अरु गायत्री जप्नु कचौरो चरेसको कचौरो लिएर न त्यसै बुवाले भन्नु त बिमला त्यो माथि उसमा हेर्नु न त्यो तला माथि छ के रहन्छ त्यहाँ ओम गणानां तवा गणपतिं नवामि प्रणं तवा प्रियपतिं नवामि दिनं तवा निजपतिं नवामि विघ्नकर्ता गणेश हे भगवान आज हामीले एउटा पूजा आयोजना गरेका छौं
निर्विघ्न पूर्वक हाम्रो व्रत पुरा होस् भनेर गणेश भगवानलाई दुबो फुल चढाइनु। बटुवा धुप कहाँ छ? त्यो प्लास्टिक कहाँ छ हेरौँ त, त्यो डाल्दिएको त प्लास्टिकमा बटुवा धुप छ। पूर्वे ईश्वराय नमः पूर्वपट्टि जानु, दक्षिणे हेमाय नमः दक्षिणपट्टि जानु, पश्चिमे करुणाय नमः पश्चिमपट्टि जानु, उत्तरे कुबेराय नमः उत्तरपट्टि जानु, आग्नेयेश्वराय नमः नैऋत्य वायव्य ईशान पूर्वे नमः ईश्वराय नमः। बाँकी पृथ्वीमा छर्दैन है यज्ञ। यतै नर्मदे सिन्धु कावेरी जलेस्मिन् सन्निधिं कुरु। दिदी के भन्छ यहाँ एक्लै आउन मैले भित्र अक्षरै देखाएन। चामल छ, चामल हालेर भिजाइदिनु। सेतो सेतो यो बोरामा अहिले 5वटा अहिले हामी पूर्णिमा चाहिँ अरे बुवालाई पछि लगाइदिउँ। अहिले बुवा त्यहाँ कुस लिएर पानीसम्म त खाल्नु कुसले आमा कुस बुवाले तल तल चक्लामा छुनुहोस् त, तल तल छुनुहोस् तल। ब्राह्मण वर्णी कर्म त्यहीँ राखिदिनु बिस्तारै हेर्नुहुन्छ। एउटा रातो कपडा कति छ? आज पिउ त महामार बसेर क्या पहिले धेरै जस्तो महामार गर्ने गर्दै बुको छोराहरू भन्ने बक्स म हजुर त्यहाँबाट खिच्छु, म यहाँबाट खिच्छु। म त भिडियो खिच्यो भिडियो भएछ।
गौरी त्यहाँ सुन्नु त कुन देउता गौरी छ धनदा नन्दा मङ्गला विजया यमुना धात्री विधात्री दशत्रम्बिका नमः यी 10 थरी देउताको पूजा हुन्छ पूजाहरु त्यहाँ सबै त्यो बेलामा मङ्गला विजया बलम यमुना धात्री विधात्री दशत्रम्बिका नमः एउटा 5 को नोट जिक्नु तेरे त्यता उन्नोस् एउटाले फुल उन्दिनुहोस् नन्दा मङ्गला विजया यमुना धात्री विधात्री दशत्रम्बिका नमः बेरेर हुन्छ हजार दिन वासुदेवस्य भार्गव जया च विजया चैव मङ्गला विजया बलम आदिको गोपालमा एउटा ओम रावे नमः केतु बाइपट्टि केतु छ ओल्लो टुना छ हो त्यहाँ तालमा हो रुतिनी कालो केतुको भूपति केतवे नमः केतु यहाँका चियातिष्ठ भेद्रुण यहाँका चियातिष्ठ कृष्ण वर्णाय नमः कालो माथि त्यो अहिले नि जग्गातिर गएर बसेको खोलेर लडिसकेछ पिना लगाइसकेछ छैन यतै कार्टुनै ल्याउने हो त्यसमा कस्तो देखाएको छ ओ माई गड गर्नु छ है अब त्यहाँ 9 भन्दा बढी बत्ती बाल्नु सबैलाई टुनामा नैवेद्य राख तँ ध्वजा राख ब्याग गर्ने हामीले खान्छौँ र आमा आमा
बुवानी बत्ती हालहरू बुवान यता यता नीलो प्लास्टिक झोलामा डबल पैसा मैले ल्याइसकेँ बुवा मामा राम्रो आयो हजुर माइजको अहिले हजुर भगवान् अहिलेको चाहिँ चुनावमा लिएर गाईको दुध भन्ने कामधेनु नाम गरेको गाईको दुधबाट बनेको पञ्चायत गाईको दुध भनेको जल छैन यहाँ छोइदिनुहोस् त्यहाँ छोर तलतिर छोर एउटा नमो राय नम भगवान् रूपेण सहिताय नमो तदा रूपमलाटि नमो मान्यता ओम नमो राय नम अब त्यहाँ भगवानको शरीर उत्पत्ति भएको छ प्रत्येक अङ्गको बुझाएर ओम दामोदराय नम पादौ पूजयमी भगवानको पाहु सम्झेर बुझाउनुहोस् ओम दामोदराय नम पाहु पूजयमी ओम माधवाय नम जामुन्ने पूजयमी ओम अहिले स्वर कला पूजा सम्बन्ध त्यो पाल्टी नाली त सार देऊ त राख्दै डोल राखेको बुवा हामी ठाउँमा जानु त पहिला अँध्यारो भयो
अरू तपाईँ सुरु गर्न चाहिँ बुवा आमालाई दिनु लु बाल्नु बुवाले सुरु गर्नु त एउटा बत्ती बाल्नु यो कोडा बाल्नु त तपाईँहरूले अनि त्यहाँबाट ल अब तपाईँहरू पछि बुवालाई चाहिँ पूजा गरेर सहयोग गर्नु त बत्ती बाल्नु त पर्यो नि कोदारी बाल्ने बत्ती बालिसक्यो कि यो बाल्दै आउने हो कि पूजा गर्दै आउने कोही बाल्दै जाने त्यो हो ल बुवा र आमा पूजा ल बुवाले छोराहरू साथमा लगाएर पूजा गर्नु पहिला दियोको अगाडि जल चन्दन सिताहरू फुली पूजा गर्नु त सुरु गर्नु त्यहाँ सर्पम सेकिया थपिदिनुहोस् है पूजा हरि ओम नमस्कृताय सहस्रनते सहस्रपाद पूजा गर्नु आमा अब हामीले बाल्दै नि भएन बुवाले पूजा गर्नु दर्शनामे पुरुषाय शाश्वते सहस्रकोटि अवधारणे नमः हाता फुल अचतालिनो नमो कमलाबाय नमया जलसाक्षणे नमया केशवानन्दं वासुदेव नमस्ते वासुदेव वासुदेवस्य सर्वतनिवासी प्रत्येकलाई छुट्टी छुट्टी बुझाएर आउनुहोस् है बुवा एकैचोटि होइन ओम नमस्कृताय सहस्रनते सहस्रपादे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि अवतारिणे नमः चढाउँदै आउनु बुवा उठेर अगाडि आउनु अनि आएपछि चाहिँ आउनु कस्तो नाम देख्यो है सरान कति राम्रो देख्यो है घुँडा यार दुख्यो यार everyone ready अब त्यसमा नि 28 चन्द्रमा आउँदा कहाँ जानुहुन्छ जानुहोस् जानुहोस् गएर आउनु भ्याउनु त्यहाँ तयारी गरेर जानुहोस्
भैँस त बुवा झन् कस्तो राम्ररी देख्यो अहिले त सबै बोला बोला जाऊ कि जाऊ थोरै खान्छु होला नानी गुरु प्रत्येक दुनामा पानी राख्नुपर्छ ल सर दुना पछि भिच्चा नै पिर्न मान सुकाउनु मिल्छ सर्छ पैसा मुनको मात्रै खिच्नु मुना नदरी राजा छ चारै पाउ नमस्तुते त्यहीँ चढाइदिनु ऊ त 150 रुपियाँ हातमा लिनुहोस् त त्यो अहिलेको पछाडि राखेको त्यही माथि छ तान्नु दुईटै तान्नु पुस लिएर पान्छ अन्त हो दान दान प्रतिष्ठार्यं तस्दाद्य पूर्व सङ्कल्प सिद्धातो प्रथम वर्ष अन्तर्गत वर्ष पर्यन्तका सहित गोदान दान प्रतिष्ठा सहित दान प्रतिष्ठा हरिओम तस्दाको पैसा कायेन वाचा मनसेन्द्रियर्वा वा बुद्धित मनो वा प्रकृति सोवा करोमि यद्यत सकलं परस्मै नारायणाय समर्पयतु नाङ्लोमा हात लगाइदिनुहोस् पात्र रहित नाङ्लो बाहेक हामीले 28 वटा गाई गुरुलाई दान गरेका छौँ पात्र त्यो यताबाट राख्नु त्यो जलले उहाँहरूलाई पुरै छर्दिनु ल त्यो त पहिले जल छर्नु त्यति छर्दिनु हो त्यसले छर्दिनु यो देव शान्ति पृथ्वी शान्ति हृदय शान्ति वनस्पतय शान्ति सर्वं शान्ति सहस्रकोटि अवतारिणे नमः सबै माछे त छर्नु समर्पयामि पूजा टुक्रो त्यहीँ राखिदिनुहोस् त्यो अर्को 150 रुपियाँ कहाँ हेर्नुहोस् 56 वर्ष पर्यन्तका सहिताय भूदान कर्म निमित्तका सहितमाद्य पात्र रहित ओम शान्ति हो तो पुसा टुक्रा हात गोदान दान प्रतिष्ठा गाईको चारै पाउ सम्झेर जडाइनु पुसा टुक्रो लिएर बाँध्नु त्यहीँ तल छोरी भयो नाङ्लोमा हरिओम तसत हरिओम होइन अब एकछिन सकिन्न सबै 84 वटा दियो बालेको कपिल गोत्रोत्पन्न से सर्गराज सहिताय दिलवाद नाम नाम पर्यन्तका सहित शुक्राशिक गोदानादि कर्म निमित्तका सहित आद्य आद्य घृतकौशी गोत्र यमुना ब्राह्मण कर्म निमित्तका सहित आद्य आता फुलक्षताले नमस्कार गर्नु कपिले सर्वदेव चारै पाउ नमस्ते गाईको चारै पाउ सम्झेर त्यहीँ चढाइनु अनि अलि हातमा पानी लिएर यसरी घुमाउनु त कायेन वाचा मनसेन्द्रियर्वा तवा बुद्धित मनो वा प्रकृति सोवा करोमि यद्यत सकलं परस्मै नारायण सबै गाईको चारै पाउ पानी लिएर यसरी घुमाउनु त यानी कानी चपा पानी प्रसिद्ध पदे पदे हरिओम तसत् तल हरिओम छन मन छन होम चाहिँ भोलि हाल्नु अब होम भोलि हुन्छ लाग्रती भोलि हुन्छ होम चाहिँ भोलि
हातको खोलेर अब आजको कार्यक्रम आजको पूजाहरू सकियो अब भोलि 8 बजीबाट सुरु हुन्छ द इन्ड आजको लागि सक्यो आजको लागि सक्यो अब आजको कार्यक्रम बाहुनबाजेहरू 4 जना हुनुभएको थियो अहिले त 3 जना मात्रै हुनुभयो बेलुका फुकाउने औँठी खोलेर राख्ने अनि खाना खाने अनि अब सक्यो जागराम बस्ने नसक्यो बुवालाई सुत्न लाउने छोराहरू बसेर जग्गा कुर्ने भोलि बिहान 8:30 बजेतिर बाटो कार्यक्रम 8 बजे तपाईँहरू नुहाइधुवाइ गरेर यहाँ पूजाको सरदम रेडी बनाएर ठिक्क पर्ने हामी 8:30 बजे भोलि अब रुद्री पूजा हुन्छ यसको नरक पुरकको पूजा हुन्छ अनि हवन हुन्छ लाखबत्ती हुन्छ भोलि कार्यक्रम सबै केही पनि थप्नु पर्दैन पूजाले अक्षता थपे हुन्छ थालीहरू दुध सफा हेर्नुपर्छ सफा हेरेर अर्को स्थापनाहरू यज्ञ केही हेर्नु पर्दैन तपाईँहरूको यो बत्ती कुर्ने हो कुन व्यवस्थाले कुर्न सक्नुहुन्छ त्यति हुन्छ हातको खोलेर अब आजको कार्यक्रम आजको पूजाहरू सकियो अब धुपाउरा राख्ने तपाईँहरूले बत्ती भिजाउने व्यवस्थापन मिलाएर अनि आउनुहोस् त सहिलेको हुन्छ पूजा होइन सुरु त तपाईँहरूले गरिदिनु पऱ्यो आमालाई लिएर त्यहीँ राख्नुहोस् अब त भाँडो लिएर जानुहोस् एउटा गनेर माल्यो 50 रुपियाँदेखि यहीँ राखिदिए नि हुन्छ यो भिजाउनलाई तयार हुनु है नानी भिजाएको कहाँ होइन अब भिजाएको त अहिले त आएपछि शुक्ला आएपछि शुक्लामा राख्नु त्यहीँ भयो नि हुन्छ अब यो यहाँ बत्ती भिजाउने ठाउँ तयार गर्नु बत्ती भिजाउनेले 5 रुपियाँ खाएर अनि भिजाउनुहोस् है बत्ती भिजाउनुको 5 रुपियाँ खाएर बत्ती भिजाउने व्यवस्थापन तपाईँले यहाँनिर गर्नु पर्ला कि भयो कि पहिला एउटा 2 मिटरको जतिको एउटा काट्ने अरू 6 वटा चाहिँ आधा मिटरको के अरे 1 मिटर 7वटा एउटा 2 मिटरको अरू 1 मिटरको 6वटा जम्मा 7वटा लामोले 2टा कभर गर्छ के वार पारे एउटा 2 मिटर लामो अनि अरु 1 मिटरको 6वटा एउटा 2 मिटर मैले बुवालाई छोइदिनु साथीमा हरि ओम तत्सत् हरि ओम तत्सत् श्री भागवते महापुरुषाय विश्रान्ति लक्ष्य टीका दान कर्म निमित्त सहित प्राश्चित
जनतावाला नारियल छ एउटा त्यो जनतावाला नारियल बुवाको हातमा राख छोरी हेर पनि यसो गरेर होला गुरुको हातै लिदिनु है गुरुको हातै लिनु अबसँग त म बेल पत्र बाबु गुरुको हातबाट लिनु पर्ने हो ओके सम्झेन म कस्तो जिको सम्पदा गुरु उठ्नु बाबु ल्याउनु अनि हामी त्यो बन्द गर्दै यो हजुरको हातबाट दिन्छु क्याच इट म यहाँ उभिन्छु बेलपत्र पुग्यो त सबैलाई एउटा नच्यातिएको भाउमा मामा मामा मैले नि त्यो पात चढाउने हो एकछिन ढिलो है त टोपी खोल्ला नि मोजा पेटी खोल्न यता 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 तल आउँदै हुन हारे एकछिन है जुगर बाबा ल जिगर ठुली गर्दै ओम नमः शिवाय 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 आँखा चिम्म गर्नुहोस् हामीले बिहान कैलाशबाट शिवजी ल्याएर यहाँ स्थापना गरेर दिनभरि पूजा गऱ्यौँ अब शिवजीको अनुहार मूर्ति सम्झिनुहोस् र मन मनै ओम नमः शिवाय भन्नुहोस् मैले भनेको सुनिनुहोस् हरि ओम आतौ कर्म प्रसङ्गम कलयति कलतां मातृकोशे चितम्यं विडमुद्रा मध्यमार्गे कथयति नितरो जात वेदा यद्यतं ततुदोका वेदनितरो उत्तरमुखेन बन्धु शान्ताभ्युभे प्रार्थ शिव 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 भो श्रीमहादेव शम्भो बाल्ये दुःखात्रे स्थानपाने पिपासा न शक्तिं चन्द्रियाणां भवगुणजयितं चूर्मातु दन्ते नानारोगादि दुःख परवशं संस्करं न स्मरामि शान्ताभ्युभे प्रार्थ शिव 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 भो श्रीमहादेव शम्भो प्रोढोऽहं यवनं विषधरैर्पञ्चभि मर्मसन्धो दष्टो नष्टो विवेकैषितजन युवती शैविचिन्ता विसख्यं सशङ्कवन्दिनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनशयन्तवरदं वन्दे शिवं शङ्करं कर्पूरगौरं करुणावतारं संसारसमातं भज भज श्रीपार्वती वल्लभम् आयुपाचन्ति पाचन प्रदनं प्रतायान्ति यौवनौ प्रतायान्ति गता पुनरदिवसा कालो जगद्वाक्षकं लक्ष्मीत्रो यवन् चपला विद्युत् महाजीवितं तस्मातं रचरचेतनार्दनं रत्नैकल्पितमासनमिम जलैर्स्नानं च दिव्यम्बरं नानारत्नविभूषितं मृतमगामोदाग्नितं चन्दनं
जाति चम्पक बिल्लपत्र रचितं पुष्पं च धूपं तथा दीपं दीयदयानि दीपशिवते कल्पितं क्रियतं सोबाणेन भरत्मखण्ड रचितं पात्रं कृतं पायसं वाच्यो पञ्चविधोपयोधनं पानकं शाकानामकरं जलं रुचिकरं कर्पूरखण्डोज्ज्वलं ताम्बूलं मनसा मया विरचिताय भक्ता प्रभु स्वैकुरु छात्रं चामरव्याजनकं चादर्शकं निर्मलं वीणाभिर्मृदङ्गगहकलागीतं च निरितं तथा साष्टाङ्गा प्रणति स्तुति बहुविधो स्तोत्राणि सर्वाग्र्यो सङ्कल्पेन पूजागृहाणं प्रभु आत्मा तो गिरिजामति सहस्रा प्राणै शरीरै गृहं सकलं परस्मै नारायणाय समर्पयेत्। ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम मलेरिया ओम नमः शिवाय ओम नमः शिवाय नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय। फूल र अक्षता 84 भगवानलाई बेलपत्र शिव भगवानलाई चढाउनुस् है। फूल र अक्षताको लागि 84 भगवानलाई को 84 भगवान यसो अलि अलि नमः सदा शिवजी की जय जगता गणेश की जय पुराशी सिद्ध भगवान की जय चंद्र दर्शन की जय प्रियका वास्तुदेवता की जय समस्त पितृहरू की जय अवसर कालिका की जय विश्व सनातन धर्म की जय। उदाडी घुम्नु आमा मुख भएको छ उदाडी घुम्नु जग्गा काम छ बाँकी रहेको सबै बोलाउनु फ्रान्सको नजिकै गयो फ्रान्स गुरु शिवाय तल्ले रहेछ सिर्जनाको बच्चाले देखेन आउनु तपाईले आउनु यदि अलिकति फाल्दिनु नि फाल्दिनु त्यो ढकले फाल्दिनु छोटो छैन रे यो आए पाप
अब अर्कोपट्टि फुट्छ सम्पूर्ण यहाँ थियो एउटा हात क्यामेरा एउटा हात डो साइड 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 दिदी दिदी बल्दियो चल्छ घामले के घामले चल्छ ओके हातमा फुला जुत्ताले नमस्कार गर्नु दिदी अब हो त सुनको बत्ती बाल्नु तपाईहरु बाल्दिनु हो त बत्ती बाल्नु होइन बा सुनको बाल्नु हो त बत्ती बाल्नु उनीहरूले बालेर राख्छ बुवा पूजा गर्ने आउने है उनीहरूले बालो ऐकै ठाउँमा राख्नु उहाँ गएर ऊ हो अरे अब समुद्र हैन अब हो त्यो तो पूजा एकचोटि तितिरहेको बिचमा घरमा गरे त्यो देवी भगवानलाई दुर्गा देवीलाई मेरो हातको हालत जन्मबाट मैले क्यामेरा बोकिरहेको छु क्यामेरा बोकेर बालममा हो बालम एकचोटि साथीहरूलाई के माथि ओरिङ्गल छ कि डला खाएर एकचोटि झप्टेन के साह्रो गर्नुभएको
ठाउँबाट भिडियो Cameraman, जल्दी फोकस करो कैमरामैन वो मजा आएगा आमा अलिउता आमा आमा अलिउता गर्न छ न Lama. Ya, kayu. Kayaknya Ani bane to kaisa mato
यता हेर्न अनि अनुहार आउँछ है यसो मलाई छोडिदिँदै थियो आज हलाउनु नि त अनि खै ल माथि गर घर देख्न आउनु भयो तपाईँ भिडियोमा हेलो भाइरल अब तपाईँले हात लाउनु अङ्कल खै हेर्नु
बुढा र खाडा अनि खानपिन भयो हजुर त आज पनि धेरै साथी हो तलको गाडी पाउनु पर्यो ल अन्त सबै ल अब चिनाजानी भयो बेला काठमाडौँ आला